नमस्कार आदरणीय श्रोता मित्रहरुमा आजको फरक पहिचानको नयाँ अङ्कमा म प्रस्तुतक कृष्ण थापा यहाँलाई हार्दिक स्वागत गर्दछु। फरक पहिचानमा हामी विभिन्न स्रष्टा, संगीतकार, गायककार तथा साथै अन्य पेशालाई अपनाएर सफल हुनुभएको व्यक्तिको बारेमा हामी जानकारी दिने गर्दछौँ। हामी अहिले अनलाइन रेडियो शो रेडियो सलाम नमस्तेबाट एकैसाथ अनियर सुन्दैछौँ। हामीलाई सुन्नको लागि हाम्रो अफिसियल वेबसाइट www.radiosubham.com त्यस्तै www.radiosalamnamaste.com लगइन गरेर विश्वको कुनै पनि ठाउँबाट हामीलाई सुन्न सक्नुहुन्छ। त्यस्तै एन्ड्रोइड मोबाइल युजर साथीहरूले हामीलाई सुन्नको लागि हाम्रो पात्र नामक एप्लिकेसन, ट्युनिङ रेडियो नामक एप्लिकेसन, डिजिटल नेपाल नामक एप्लिकेसनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। हामीसँग हुनुहुन्छ नवगायिका सोनिया तामाङ जी, यहाँलाई स्वागत छ। हजुर, धन्यवाद ज्ञापन गर्न चाहन्छु। अनि सन्चै हुनुहुन्छ यहाँ? एकदमै ठिकै छु। अनि हाल अहिले केमा व्यस्त हुनुहुन्छ? हाल अहिले गीत रेकर्डिङमा, कहिले सुटिङमा भर्खर आएको छु अनि सुरुवात हुँदैछ। यो क्षेत्रमा प्रवेश गर्नुभएको कति भयो त यहाँले? यो क्षेत्रमा प्रवेश भएको खासै धेरै भएको छैन, म नयाँ हो। लोक सङ्गीतलाई म धेरै माया गर्छु। धेरै पहिलादेखि नै माया गरेर गीतहरू कोर्ने, लेख्ने चाहिँ 1 वर्षभन्दा अगाडि नै गरेको। अनि सोच चाहिँ कसरी आयो गायिका बन्ने? सोच चाहिँ कसरी आयो भन्दा अब सोच्दा गीत लेख्न अनि गीतहरू सुन्दाखेरि म पनि गाउँछु, म पनि लेख्छु भन्ने एउटा आँट आयो। अनि विदेशमै हुँदाखेरि गीत लेख्ने गरेका थिएँ, कोर्ने गरेका थिएँ। गीत लेखेर अनि नेपालमा आएर नि एउटा गीत रेकर्ड गरेँ। त्यो बजारमा आइसकेको छ, फेरि अर्को गीत रेकर्ड भइसकेको छ, त्यो पनि चाँडै आउँदैछ यहाँकोमा। विदेश कुन ठाउँमा बसेर आउनुभयो? म विदेशमा इराकमा बसेर आएको, इराक सुलेमानीमा बसेर आएको। कति वर्ष बस्नुभयो? इराकमा 4 वर्ष बसेँ। 4 वर्ष बस्यो। हजुर। पैसा त इन्कम त कमाउनु हुन्थ्यो होला त? खै खासै त्यति त कमाइन। अनि पैसा कमाउँदै त्यो छोडेर यो साङ्गीतिक क्षेत्रमा आउनुको कारण? त्यो कमाउँदै छोडेर आउनुको कारण चाहिँ म गीतहरू म गाउँछु नै भनेर आएको। खासै इराकबाट फर्केर नेपालमा आउँदाखेरि गाउँछु नै भनेर आएको, तर गाउन पाएँ, गाउन सकेँ अनि एकदम खुसी लागिरहेछ। अनि विदेशमा चाहिँ एउटा नेपाली चेलीहरूलाई कस्तो व्यवहार भेटाउनु भयो त यहाँले? इराकमा चाहिँ नेपाली चेलीको लागि अरू देशमा जस्तो त्यति धेरै नराम्रो त हुँदैन। इराकमा चाहिँ लेडिजको लागि धेरै राम्रो छ, जेन्ट्सको लागि अलि गाह्रो हुन्छ, जब पाउनलाई गाह्रो हुन्छ। केटीको लागि एकदम सुविधा, एकदम राम्रो छ। केमा जब गर्नुभयो त? मैले हाउसमा काम गरेँ। हजुर, हाउसमा काम गरेँ। हाउसमा काम गर्दाखेरि त्यहाँको व्यवहारहरू मैले राम्रो भेटेको छु। तर विदेशमा चाहिँ कुनै ठाउँमा चाहिँ अब केटी मान्छेले कुट्ने, पिट्ने हुन्छ भने त्यहाँनिर चाहिँ केटी मान्छेले एकदम मान सम्मान र आदर गर्ने हुन्छ। आदर गरिन्छ। साथै गीत गाउने साथै यहाँले गीतहरू पनि लेख्नुहुन्छ? गीत लेख्छु। भनेपछि कस्तो टाइपको गानाहरू लेख्नुभयो? गीतहरू पहिलोचोटि चाहिँ मैले नछोड्न मलाई लेखेँ। नछोड्नेपछि आफ्नै जमाना अनुसारको गीतहरू समय परिस्थितिले। अनि रचना गर्न र गाउनमा के फरक पाउनु भयो त यहाँले? रचना गर्न र गाउनलाई गाउँदाखेरि अनि त्यो गाउने क्षेत्रमा लाग्दाखेरि त र ती धेरै रमाइलो लागिरहेको छ मलाई चाहिँ। लेख्दा पनि अब सोच्दा एक्लै लेख्छु होइन, लेखेर पनि अब साथीहरूले सुनाउँदाखेरि राम्रो छ भन्छ। राम्रो भएपछि मलाई फेरि मुड चल्छ, गाउनु मन लागिहाल्छ फेरि नै। कुनै टाइममा गुनगुनाएर बस्नुहुन्छ? बस्छु होइन। हुन्छ, हामी हजुरको पृष्ठभूमितिर जान्छौँ। हजुरको जन्म कहाँ र कहिले भएको थियो? हजुर, मेरो जन्म सिन्धुपाल्चोक जिल्ला मार्मिङ गाविस वार्ड नम्बर 4 मा भएको भनेपछि अनि काठमाडौँमा प्रवेश गर्नुभएको चाहिँ? काठमाडौँमा प्रवेश भएको यो भूकम्प पछाडि हो। म त्यतिखेर विदेशमै थिएँ र मैले मम्मी बाबालाई काठमाडौँमा बजारमा लिएर राख्छु र म पनि यस्तै सङ्गीत क्षेत्रमा लाग्न सक्छु भनेर चाहिँ पहिलेदेखि नै भनौँ न 6-7 वर्षभन्दा अगाडि बोकेको सपना अहिले पुरा भएको छ। अनि यहाँको फ्यामिली मेम्बरहरूमा को हुनुहुन्छ? फ्यामिलीमा मेरो मम्मी, ड्याडी, भाइ अनि दिदी, दाइहरू हुनुहुन्छ। अनि फ्यामिलीको कतिको सपोर्ट र साथ पाइरहनु भएको छ? फ्यामिलीमा साथ र सपोर्ट भन्दाखेरि अब हल्का कमजोरी नै छ हुन त होइन, त्यो पनि उहाँले सकेको कुराहरू सपोर्ट गर्छु भन्नुहुन्छ र अहिलेसम्म साथ पनि दिइरहनु भएको छ। त्यसै धेरै पढ्नु भएको छैन जस्तो लाग्यो यहाँले? पढ्नु त मैले पढ्न सकेको छैन, पढ्नुको लागि कमजोरी नै छ। पढाइमा चाहिँ त्यस्तो बाधा भयो त?
पढाइमा कस्तो भयो भने पढ्ने स्कुल मन चाहिँ पढ्न मन त भएको होइन, हजुर, हजुर। पढ्न मन चाहिँ भएको, तर गाउँदेखि सहरमा आएर पढ्नलाई स्कुल चाहिँ धेरै टाढो भयो। हजुर। अनि जति पढाइ ठुलो हुँदै गयो त्यहाँबाट स्कुलमा समय पनि अलिकति बढी हुन थालेपछि हल्का समयको अभाव भयो त्यहाँनिर। भनेपछि कतिसम्म अध्ययन गर्नुहुन्छ यहाँ? मैले 8 सम्म पढ्नु भयो। 9 पढ्दाखेरि 9मा प्रवेश भइसकेको थियो। अनि 9मा पढ्दाखेरि अब पढेर गाउँमा गएर फेरि नै समयले होमवर्क गर्न नभ्याउने है। अनि पढ्यो भने होमवर्क गर्न नभ्याउने, होमवर्क गऱ्यो फेरि नै पढ्न नभ्याउने, फेरि नै घरमा पनि हेर्नुपर्ने, अनि धेरै लङ बाटोमा हिँड्नु परेकोले अब गाउँमा बस्दिनँ, म एकछिन विदेशतिरै लाग्छु भन्ने सोच आयो सानोमै। अनि पढ्दै नै अब एकछिन घरमा बसेर विदेश लागेँ। अनि अझै पनि पढ्नु रहर लाग्छ। विदेशमा मलाई एकदमै मेरो सोच, हजुर मेरो सोच पनि त्यस्तै सोच गरेर विदेश गएँ। म अहिले विदेश जान्छु, विदेश गएर चाहिँ हल्का फुल्का पैसा कमाउँछु, मम्मी बाबालाई सहर लिएर राख्छु। सहर लिएर राखेपछि म पनि पछि पढ्न सके पढाउला, पढ्न नसके गरौँ जस्तो लाग्थ्यो। अनि त्यसो भए अनि अहिले चाहिँ यहाँको बसाइ? अहिलेको बसाइ भक्तपुर। घरै यता? हजुर घर यता। भनेपछि आफ्नै पैसाले घरको बनाउनु भयो? घर त दिदी पनि विदेशमै, सोनी दिदी इराकमा, दिदी बहिनी नै इराकमा गए। अनि दाइ पनि मलेसिया जानुभयो। सानोमा हुँदाखेरि पहिला चाहिँ एकदम दुखी थियो, घर परिवार एकदम दुखी थियो। जतिखेर बच्चाहरू त्यतिखेर नै सानो थियो, अब बुवा मम्मीले नै धेरै दुःख गरेर पाल्नुभयो। अहिले त जति बच्चाहरू हुर्किसकेपछि अब हामीले पनि एउटा आँट आयो, ठुलो हुँदै अब विदेश जान्छु भन्ने सोच आयो। अनि दिदी बहिनीहरू दाइहरू सबै विदेश गए त्यही पैसाले घर। सबभन्दा कान्छी छोरी तपाईँ? म कान्छी छोरी। यहाँ कतिवटा गीत गाउनु भयो? मैले 2टा गीत गाउनु भयो। हजुर। अरू कामहरू? एउटा गीतमा चाहिँ शब्द गरेँ, पहिला अघि नै सुनिसक्नु भएको छ, नछोड्नु एमाले चाहिँ मैले शब्द गरेँ। अनि त्यसपछि कसिलो छ जिउडाल र उठाइ राम्रो छ भन्ने गाएको छु। अनि गीत लेख्न र यो जुन गाउनमा छ नि के फरक छ त? गाउन र लेख्नमा अब लेख्दाखेरि चाहिँ अब सोच्दा लेख्दा एक ठाउँमा बसेर लेख्ने हो, गाउन चाहिँ ठाउँमा चाहिँ त्यही हो फरक। गाउनमा चाहिँ एकदमै जस्तै। अनि आजभोलि के छ भन्दाखेरि पूर्वेली, काठे, पश्चिमी गीतहरू भनेर चिनिन्छ क्या? हजुर। होइन, भनेपछि तपाईँलाई चाहिँ कुन फ्लेभरको गायिका भनेर चिन्ने त दर्शकहरूले? अब श्रोताहरूले मैले त अब जस्तो गीतहरू पनि गाउन सक्छु होइन, पूर्व पश्चिमी जस्तो गीतहरू पनि गाउन सक्छु। अब दर्शकले जस्तो गरेर चिन्न सक्नुहुन्छ त्यही। जसरी जे होस् तपाईँलाई सबै टाइपको गानाहरू मनपर्छ? सबै गीतहरू सुन्ने गर्छु अनि सबै गीतले माया गर्छु, गाउन नि गाउँछु। अनि आधुनिकतिर जाने सोच छ कि छैन यहाँको? आधुनिक पनि मैले नसुन्ने होइन, आधुनिक पनि धेरै सुन्ने गरेको छु। तर मलाई फेभरेट भनेको नै लोकदोहोरी नै मनपर्छ, रमाइलो लाग्छ। हजुर। गाउँघरमा त्यो गुन्जिने सानै बच्चादेखि गाउनुहुन्थ्यो? गुनगुनाउँथे। सानोदेखि कस्तो टाइपको गानाहरू गाउनुहुन्थ्यो? गानाहरू त्यही हो, दोहोरी नै मन पर्थ्यो होइन, लोकदोहोरी भनेपछि। अनि आधुनिक गानाहरू त्यो गरौँ जस्तो सोच छैन यहाँलाई? आधुनिक चाहिँ गरौँ जस्तो चाहिँ छैन। अब समय परिस्थितिले अब गाउनु पर्ने भयो भने गाउँछु होला सायद। आजभोलि कस्तो छ भन्दाखेरि यो गीत सङ्गीतमा जति पनि लाग्नु भएको छ नि स्रष्टाहरू, उहाँहरूको इन्कम स्रोत चाहिँ के जस्तो लाग्छ त यहाँलाई? कसरी चाहिँ जुन सृजना गर्नुहुन्छ नि त्यस बाबत उहाँहरूले कसरी पैसा कमाउनुहुन्छ त? उहाँहरूले स्रष्टाहरूले जुन हजुर जस्तो सिङ्गरहरूले कसरी पैसा कमाउने माध्यम के छ त? सिङ्गरहरूको पैसा कमाउने माध्यम त म त खासै लागेको छैन यो गीतमा होइन, गीत सङ्गीतमा खासै समय दिन सकेको छैन। भर्खर विदेशबाट नेपालमा आएको छु, खासै त्यति जानकारी छैन मलाई चाहिँ। जहाँसम्म लाग्छ स्टेज प्रोग्राम अनि त्यसै गरेर त्यही हो। किनकि अब पहिला जस्तो एल्बमहरू बिक्री हुने छैन नि अहिले, पहिला जस्तो त छैन। अनि अब अहिले जाने भनेको युट्युबबाट मात्रै हो। युट्युबमा गीत सङ्गीतमा लाग्दाखेरि तपाईँले हुन्छ नि आफै लगानी गरेर नै आउनु भयो?
यो गीतमा हजुर यो हजुरको एल्बमहरुमा आफ्नो लगानी गर्नुभयो कि अरूले तपाईको लागि लगानी गरिदिनु भयो? अरूको लागि लगानी गरेको भन्दा पनि हामी पार्टनरमा को मिलेर गर्नुभयो त? विशाल नेपाल सुर्खेती र म सोनिया तामाङ। उहाँ पनि नयाँ नै हो? हजुर, उहाँ पनि नयाँ दुईजना सिङ्गर भनेपछि नयाँलाई चाहिँ कतिको ठाउँ हुन्छ नि दिँदो रहेछ त? नयाँमा अब कुनैले चाहिँ नयाँ मान्छेले के कुरा थाहा हुँदैन भनेर नयाँलाई अलिकति हेल्प गर्ने टाइपको हजुर, हेल्प भन्दा पनि अलिकति पछाडि धकल्ने टाइपको छ नि त अहिले चलेको मान्छेहरूले। लागेन यहाँलाई? कुनैले चाहिँ त्यस्तै गर्न खोज्दो रहेछ होइन, त पनि यस्तो हजुर त्यस्तै खालको हुन्छ। तर कतिको सहयोग पाउनु भयो त यो फिल्डबाट अरू मान्छेहरूबाट? अरू मान्छे यो गायक क्षेत्रमा विशेष त म वर्षा लामालाई सम्झिन चाहन्छु। उहाँ चाहिँ मेरो मितिनीजी हुनुहुन्छ। उहाँदेखि मनोज विश्वकर्मासँग चिन्जान भयो अनि मनोज विश्वकर्मालाई सम्झन चाहन्छु। विशेष त म हाम्रो विशाललाई नै सम्झन चाहन्छु। विशाल नेपाल सुर्खेती, उहाँलाई पनि लोकसङ्गीत लेख्दै माया गर्ने र एउटा कमेडी सबै कलागला उहाँसँग छ। तर आर्थिक कमजोरीले चाहिँ उहाँ आउन सकेको छैन, अहिले पनि विदेशमै हुनुहुन्छ। अनि विशेष म हाम्रो विशालजीलाई धन्यवाद दिन चाहन्छु। यसै गरी वर्षा लामा, मनोज विश्वकर्मा, त्यस्तै हुँदाखेरि हाम्रो आलाप रेकर्डिङ स्टुडियोमा झलक दाई हुनुहुन्छ। झलक दाईलाई सम्झिन चाहन्छु। अनि यसै गरी हाम्रो रामदाईसँग चिन्जान भएको छ र रामदाईसँग चिन्जानबाट यहाँसम्म आइपुग्न सकेको छु। अनि यहाँले गीत सङ्गीत सिकेर आउनुभयो कि रहरमै आउनुभयो? म त रहरमै आउनुभयो। हजुर, सिक्नु जरुरी लागेन यहाँलाई गीत लेख्नलाई? लेख्न गाउनलाई एउटा हुनुपर्यो, एउटा प्र्याक्टिस हजुर। त्यो जुन गीत सङ्गीतमा हुनुपर्ने खुबी सबै हुनु पर्यो नि त? सबै हुनु त पर्यो होइन, तर म चाहिँ रहरमै यहाँसम्म आइपुगेको छु। अब चाहिँ सिक्ने मौकाहरू क्लासहरू लिने हजुर, यताउति हजुर सुरुवात हुँदैछ भर्खरै। ट्रेनिङहरू केही लिएको छैन। अब चाहिँ म लिँदैछु, भोकल क्लास लिँदैछु अनि सङ्गीत क्लास लिँदैछु। एउटा रियल पछिसम्म अहिले कस्तो छ भन्दाखेरि ट्रेन छोटो टाइममा आउने, छोटो टाइममा हराइहाल्ने। तपाईँ पनि त्यस्तै हो, 2-4 वर्ष आउने, नाम कमाउने अनि होइन, मलाई चाहिँ त्यस्तो होइन। म चाहिँ एउटा साङ्गीतिक क्लास लिन मन छ अनि एउटा भोकल क्लास लिन मन छ। अनि जति दर्शकले चिनेको, जति राम्रो भएको त्यति नै मेहनत गर्ने अनि त्यति नै अगाडि बढ्ने सोच छ मेरो चाहिँ। अनि यो गीत साङ्गीतिकमा चाहिँ अहिले एकदम छाडा प्रविधि आइरहेछ क्या, के लाग्छ यहाँलाई? छाडा त हुन त हो होइन, किनकि छाडा गीत गऱ्यो भने मात्रै चल्छ भन्छ नि। हजुर, साँच्चै हो त? छाडा गीत लेख्यो भने मात्रै चल्छ भने चाहिँ त्यो चाहिँ मान्छे अब सेन्टिमेन्टल गाना सुन्दैन नि त आजभोलि। हजुर, सेन्टिमेन्टल गाना जुन हुन्छ नि सुन्नेले त सुन्छ, तर मान्छे जुन अहिले पैसा कमाउने माध्यम भनेको त युट्युब छ। युट्युबमा चाहिँ कस्तो भन्दाखेरि छाडा गीतहरू मात्रै हेर्न चाहन्छन् क्या आम दर्शकहरूले क्या आज। खै अब त्यो त लेख्ने उहाँहरूको सोच हुन्छ, एउटा सोच। अनि तपाईँ हिटमा आउनलाई म यस्तै छाडा गीत गाउँ, यस्तै गाना लेखौँ भन्ने यहाँलाई आएन? होइन, त्यो कस्तो प्रश्न गर्नु हो क्या तपाईँ। मलाई चाहिँ कस्तो लाग्छ भने होइन, छाडा गीत लेखेर मात्रै मान्छे एकैचोटि हाइलाइटमा जान्छु भने यस्तो सोची मेरो छैन होइन। जस्ट भनौँ न, आफूले हिँड्दा पनि कतै चक्कर लागेको गीतहरू चाहिँ म लेख्छु अनि एउटा कथा, एउटा कहानी लेखेर चाहिँ लेख्छु। अलिकति छाडा गीत गाउने अफर आयो भने गाउनुहुन्छ यहाँले? गाउने अफर आयो भने त्यस्तो उचित लाग्छ कि लाग्दैन यहाँलाई त्यस्तो गीतहरू? मलाई साह्रै त्यति छाडा गीतहरू गाउन त मन लाग्दैन। भोलि मेरो गीतहरू पनि मेरो फ्यामिलीले सुन्छ। भर्खर म नयाँमा हिँड्दैछु, अहिले नै यस्तो म हिँडेर फेरि घरको मान्छेले रोक्यो भने समस्या हुन्छ नि अहिले। किनकि त्यो भनेको चर्चामा आउनको लागि धेरै लामो समयसम्म टिकिँदैन। हजुर, हुन्छ। अनि अब तपाईँको प्रेम प्रसङ्गतिर लाग्छ होइन? अनि यहाँ सिङ्गल हुनुहुन्छ कि हुन्छ नि वैवाहिक जीवनमा बाँधिनु भयो कि? हजुर, छैन, म अनम्यारिड हो। अनम्यारिड हो, सिङ्गल हुनुहुन्छ? हजुर। अन्त यति राम्री हुनुहुन्छ अनि कतिको पछ्याउँछन् त केटाहरूले? पछ्याउन त खासै पछ्याउन समय पनि छैन होला। विदेशमा हिँडे, तर विदेशमा गएर चाहिँ म खासै साथीहरूसँग त्यस्तो बाहिर हिँडेर भेटघाट गर्न
अलिकति असम्भव हुन्थे इराकको ठाउँमा केटाहरूसँग भेटेर, त्यस्तो समय चाहिँ छैन इराकमा चाहिँ होइन। अहिले नेपालमा भर्खर आएको छु, तर त्यति धेरै समय दिएर बाहिर हिँड्न पाएको छैन। तर हुन त मन पराउँछन् होला, मनमा कुराहरू खेल्दैछन् होला, भन्न नसकेको र कति होला नि, तर पछि होला नि फर्केर चाहिँ हेरेको छैन। अगाडि हिँड्दैछु। अगाडि हिँड्दै हुनुहुन्छ आफ्नो बाटोमा होइन? हजुर। बाइचान्स कोही आइदियो भने चाहिँ यहाँलाई चाहिँ कस्तो टाइपको केटा भइदिएदेखि चाहिँ मेरो जिन्दगी चल्थ्यो भन्ने लाग्छ त? अहिले त्यस्तो सोच चाहिँ छैन, सोचै गर्दिनँ। छैन, हुन्छ नि अब बाइचान्स कसैले फलानु सिङ्गरलाई चाहिँ यस्तो टाइपको केटा चाहिँदो रहेछ भनेर भोलि पर्सि भन्न सकुन्न भन्ने कुरोमा त्यो त अब समय परिस्थितिलाई आउला नि। समय परिस्थिति अहिले त भन्दिनँ, अहिले मलाई यस्तो केटा चाहिन्छ भन्ने छैन मलाई। अनि यो एक्लो यात्रा गर्न धेरै गाह्रो हुन्न र? हजुर, एक्लो यात्रा गर्न गाह्रो हुन्न र? सहयात्री भएदेखि अलिकति सजिलो हुन्थ्यो कि भन्ने कुरो? मलाई चाहिँ त्यस्तो लाग्दैन। सिङ्गल जीवनै आनन्द? सिङ्गल एकदमै आनन्द। त्यसो भए अब अनि एज कति भयो यहाँको? मेरो 22। मतलब अनि यति सानो उमेरमा यति प्रगति गरे जस्तो लाग्दैन आफूलाई? लाग्दैन। किन? आफूले केही लाग्दैन त्यस्तो, किनकि तर मान्छेले भन्ला नि होइन, तर मलाई चाहिँ त्यस्तो सिङ्गर यत्रो 20-22 वर्षको भनेको एउटा होइन, अहिले पढ्ने एजमा तपाईँले विदेश गएर कमाएर होइन, अनि यो गीत सङ्गीतमा लगानी गरेर गर्नुभयो नि भनेपछि ठुलो हासिल गरे जस्तो फिल आफूलाई मनभित्र लाग्छ कि लाग्दैन भन्ने कुरो नि? लाग्दैन मलाई त्यस्तो त। त्यस्तो लाग्दैन। अनि पछि अब यो गीत सङ्गीतबाट 2-4 वर्ष गाउने अनि बाहिरतिर पलायन हुने सोध्छ कि यही क्षेत्रमा नमरेसम्म क्रियाशील रहने? होइन, मलाई विदेशी जानु मनै लागेको छैन अहिले त। किनभने विदेशमा धेरै दुःख पाउनु भयो? दुःख पाएको छैन, एकदम सुखेमा बितेर आयो 4 वर्ष रमाइलोसँग। भनेपछि अब गइयो भने चाहिँ प्रोग्राम चलाउने तरिकाले नै जानुहुन्छ यहाँ? जानु पर्यो भने इराकमा धेरै गुम्सेर बस्या जस्तो भयो। 4 वर्ष बस्दाखेरि आफूसँग भएको कला अनि आफूसँग भएको गला देखाउन पाएन। इराकको ठाउँमा चाहिँ अब रेकर्डिङ स्टुडियोहरू अब अरू ठाउँमा त जुनै देशमा हुन्छ होइन, सबै देशमा हुन्छ, तर इराकको ठाउँमा चाहिँ नपाएर कहिले नेपाल जाउँ जस्तो भइरहेको थियो। अनि सोनियाजी हुन्छ नि यो गीत गर्दाखेरि जुन लगानी लाग्छ नि टोटल? हजुर। कति जति लाग्छ? यो गीतमा टोटल चाहिँ आँखै राम्रो छमा मैले 85,000 लगानी। 85,000 लगानी आफै गर्नुभयो? हजुर। भनेपछि त्यो लगानी उठ्यो त? त्यो लगानी भर्खर युट्युबमा आएको। कतिजना भ्युर्स कति पुग्यो? अहिले 4,000 पुग्यो। कुनबाट हाल्नुभएको? आलाप रेकर्डिङ स्टुडियोबाट। आलाप रेकर्डिङबाट हाल्नुभएको छ। रेस्पोन्स कस्तो पाइरहनु भएको छ त यहाँ? हजुर, रेस्पोन्स कस्तो पाइरहनु भएको छ भनेको यो गीतबाट? यो गीतमा मैले खासै अहिले पाएको छैन भनौँ, सुरुवात भर्खर युट्युबमा हालेको छ। अनि आज इन्टरभ्यूमा आएँ अनि रेडियोतिर बजाइरहेको छ। अब प्रतीक्षाको फल मिठो हुन्छ भन्छ। अनि हुन्छ नि तपाईँले गीत गर्नुभयो होइन, गीत गरिसकेपछि फर्स्ट टाइम कुन मिडियाबाट सुन्नुभएको थियो गाना, आफ्नो गाना? मेरो आफ्नो गाना रेडियो शुभमबाटै होला। अनि त्यो टाइम सुन्दाखेरि कस्तो अनुभव भयो त यहाँलाई गीत सुन्दाखेरि? आफ्नो रेडियो शुभम अनि त्यहाँबाट रेडियो नेपाल बज्दाखेरि आफ्नो गाना बज्दाखेरि हजुरलाई कस्तो लाग्यो भन्ने कुरो? मलाई कस्तो लाग्यो भने मेरो गीत पनि पहिला त अरूको गीत मात्रै सुन्थ्यो होइन, पहिला अरूको गीत मात्रै सुन्दाखेरि आफ्नो गीत पनि आउँदाखेरि मलाई पनि मेरो साथीहरूले सुन्दै होलान्, एउटा हल्का खुसीको कुरा, कस्तो खुसी लागिरहेको थियो, खुसीको फिलिङ भइरहेको थियो। अनि सोनिया तामाङ भनेको के हो? हजुर, सोनिया तामाङ कस्तो टाइपको व्यक्ति हो? सोनिया तामाङ कस्तो टाइपको हो हजुर भन्न खोजेको? सोनिया तामाङ सबैको एकदम मनमुटुको साथी, मनमुटीमा बस्न सफल। हजुर, सबैको साथी। भनेपछि अहिले अब नयाँ प्रोजेक्ट गर्दैछु भन्नुभयो होइन? भनेपछि कसले गाउनु भन्नु त्यो गाना? नछोड्न है। हजुर, होइन अहिले जुन नयाँ ओठै राम्रो छ चाहिँ हाम्रो भूमिराज माइलो र सोनिया। अनि आफैले गाए। यो गीत गाउँदाखेरि कस्तो रमाइलो, कस्तो टाइपको गाना यो गीत? ओठै राम्रो छ, नाच्नु त लाग्ने टाइपको गाना छ जस्तो लाग्यो मलाई। एकदमै मिडियामा आइसकेको छैन, मैले भोकल भइसकेको छ, रेकर्डिङ भइसकेको छ, फाइनल भइसक्यो, भोकल फाइनल भइसक्यो, अब सुटिङ मात्रै बाँकी छ।
केही दिनपछि हजुरहरूको माझमा युट्युबमा आइहाल्नुहुन्छ। अन्तमा आएका छौँ, आफ्ना ज्यादा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? मेरो आदरणीय मनमुटु साथीहरूमा के भन्न चाहन्छु भने हजुरकै साथी सोनिया तामाङ, हजुरहरूले सोनिया तामाङको गीत पनि युट्युबमा सर्च गरेर हेर्नु होला, माया गरिदिनु होला भन्न चाहन्छु। मेरो गीतहरू सुनेर प्रतिक्रियाहरू दिनलाई नभुल्नु होला भन्न चाहन्छु र सबै सम्पूर्ण साथीहरूलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु। हजुर, हामी आज आफ्नो समय बावजुद पनि यहाँ हाम्रो स्टुडियोमा आएर आफ्नो भनाइहरू राखिदिनु भएकोमा यहाँलाई धन्यवाद। साथै हाम्रो प्राविधिक मित्र सुराज तामाङ र रबिन कार्कीलाई पनि म धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता कृष्ण थापा पनि आजको फरक पहिचानको नयाँ अङ्कबाट यही विश्राम लिन चाहन्छु। सुन्दै गर्नु होला रेडियो शुभम तथा रेडियो सलाम नमस्ते, 24 घण्टा हप्ताको 7 दिन।